यो टी गार्डन चाहिँ लोहागढ हो अनि यो चाहिँ भ्यू पोइन्ट हो देखिहाल्नु भयो होला यस्तो छ यो चाहिँ सेकमेन्डो लेक हो मिरिक झिल जिन्दगीमा फर्स्ट टाइम हात्ती देखेकोले त्यो पनि यस्तो हात्ती भेटेको छ ओहो बाँदर रहेछ टिकट काउन्टरमा र यो चाहिँ गोर्खा पिता सुभाष घिसिङ सेवा जेमासी आज चाहिँ हाम्रो एउटा वासस्थान हाम्रो बिर्तामठदेखि हाम्रो घरतर्फ हामी जाँदैछौँ दार्जिलिङ मिरिक अनि हामी बाटोमा हामी मनोरञ्जन गर्दै भिडियो गर्दै हामी जानेछौँ तपाईँहरू हेरेर लाइक गर्न सक्नुहुनेछ फलो गर्न सक्नुहुनेछ हामीलाई सपोर्ट गर्न सक्नुहुनेछ यो टी गार्डन चाहिँ लोहागढ हो अनि यो बाटो चाहिँ मेचीपुर पुग्छ जबडा नजिकै छ र यो बाटोले चाहिँ मिरिक पुग्छ जहाँ हामी जाँदैछौँ हाम्रो यात्रा यही बाटोले पुऱ्याउँछ अब चाहिँ साँच्चै रियल पहाड चढ्दैछौँ
यो चाहिँ फुगुडी टी स्टेट हो तलको गाउँ। यो चाहिँ भ्यू पोइन्ट हो, देखिहाल्नु भयो होला यस्तो छ। टिकट काउन्टर रहेछ, हामी टिकट काट्न जाँदैछौँ। अब यो चाहिँ सुभाष घिसिङ पार्क हो। ल टिकट काउन्टरमा त मान्छे भनेको त बाँदर पो रहेछ। ओहो बाँदर रहेछ टिकट काउन्टरमा, छैन रहेछ, बाँदर पो रहेछ टिकट काउन्टरमा त। ल हो मिरिकको सुभाष घिसिङ स्मृति पार्क हो, यस्तो छ है, हेर्न सक्नुहुन्छ। यो चाहिँ सुभाष घिसिङ स्मृति पार्क भन्छ, पहिला चाहिँ मन्जु पार्क भनिन्थ्यो। अनि हाम्रो गुरुआमाले चाहिँ यहाँनिर जिन्दगीमा फर्स्ट टाइम हात्ती देखेको अरे, त्यो पनि यस्तो हात्ती भेटेको छ, यस्तो खालको हात्ती भेटेको छ। अनि यसलाई चाहिँ सुभाष घिसिङ स्मृति पार्क भन्छ, यस्तो छ, यस्तो छ, हेर्न सक्नुहुन्छ। र यो चाहिँ गोर्खा पिता सुभाष घिसिङ अनि धनकुमारी सुब्बा घिसिङ उहाँहरूको नाममा बनाएको एउटा स्मारक रहेछ। यो चाहिँ तपाईँको सुभाष घिसिङ स्मृति पार्क छ, तपाईँले हेर्न सक्नुहुन्छ। यस्तो छ, त्यति साह्रो ठुलो त छैन, तर एउटा नानीहरूको लागि खेल्ने केही कुराहरू केही सजाइएको। अनि विशेष गरी यहाँको सुन्दरता चाहिँ वन जङ्गल हो। यो चाहिँ मिरिकको मन्जु टी स्टेटमा पर्दछ, तपाईँले हेर्न सक्नुहुन्छ। मिरिकको आले ग्राउन्ड हो। यो चाहिँ लगभग सबैको गेम्सहरू, आर्मीको ट्रेनिङदेखिको लिएर आर्मी भर्तीदेखिको लिएर सबै हुन्छ। अनि यो चाहिँ हामी मिरिकको मेन सहर पहुँच्दैछौँ। देखिहाल्नु भयो र धुप्पीहरू, यहाँनिर ठन्डा छ, ठन्डा जग्गा हो, त्यही भएर। अनि यहाँनिर एउटा पार्क छ, तपाईँहरूले यसो हेर्नुभयो भनेदेखिलाई यहाँनिर आउनु सक्नुहुन्छ। इको पार्क भन्छ, इको ट्रेल, यहाँबाट गएर घुम्नु सक्नुहुन्छ, एक्सप्लोर गर्नु सक्नुहुन्छ। यहाँदेखिको उता चाहिँ रमिटे डाँडा पनि भन्छ, रमिटे डाँडा पुग्छ। यस्तो चाहिँ सुरुवातीहरू मिरिक छिर्दाखेरिको रोमाञ्चक जग्गा छ, हजुरहरू आउनु सक्नुहुन्छ। अनि यो ब्लगलाई हजुरहरूले सक्दोसम्म लाइक सेयर सब्सक्राइब गरिदिनुहुन्छ भन्ने हामी आशा राख्छौँ। अनि हामी यो मिरिकको विशेष गरी कृष्णनगर भन्ने ठाउँ प्रवेश गर्दैछौँ। तपाईँहरूले हेरिहाल्नुहोस्, यो लोकल ट्याक्सी स्ट्यान्ड हो, यो चाहिँ लोकल ट्याक्सी स्ट्यान्ड हो। अनि हामी अब एक गोलाई कटिसकेपछि ठिक्कै यहाँनिर हामी मिरिकको विशेष गरी मिरिकको हस्पिटल हामी पुग्छौँ। तपाईँले देख्नुभयो भनेदेखिलाई सुरु भयो मिरिकको मेन टाउन पस्नको निम्ति। उयो चाहिँ हस्पिटल हो, उयो मान्छे स्कुटीमा जहाँ रोकिरहेको छ यो चाहिँ हेल्थ सेन्टर, यो चाहिँ हाम्रो मिरिकको हेल्थ सेन्टर हो। यहाँनिर चाहिँ उपचारहरूको लागि मानिसहरू आउने गर्छन्। हामी चाहिँ यति बेला मिरिकको विशेष गरी मेन ट्याक्सी स्ट्यान्डमा आएको छौँ। अनि तपाईँले देख्न सक्नुहुन्छ र यहाँनिर झिल पनि हामी हेर्दैछौँ, झिलको दृश्य अनि यो मिरिक झिल हो। तपाईँले हेर्नुभयो भनेदेखिलाई यो झिल हो, यो तल पुल हो।
ट्याक्सी स्ट्यान्ड हो मिरिकको र यहाँबाट चाहिँ हाम्रो गार्डन लाइन हाम्रो मिरिक गार्डन पार्क होटेल पनि जान्छ साथै झिल घुम्ने जतिजना पर्यटकहरू आउँछ उनीहरू यहाँ बाटो भएर जान्छ मिरिक झिल घुम्ने यो माथि चाहिँ यो चाहिँ सेन्टर र यो लेकलाई चाहिँ सेकमेन्दु लेक भन्छ यो मिरिकको चाहिँ एकदमै भनौँ सुन्दर अनि रोमाञ्चक जग्गा र टुरिस्टहरू धेरै आउने गर्छन् यो ठाउँमा माथि गुम्बा छ देउसी डाँडा भन्छ त्यसलाई चाहिँ माथि देख्दै गरेको चाहिँ देउसी डाँडा हो यो चाहिँ देउसी डाँडा हो त्यहाँनिर अनि त्यहाँनिर मोनेस्ट्री पनि छ यसलाई बोकर मोनेस्ट्री पनि भन्छ यो देख्दै गरेको एसियामा यो मोनेस्ट्री सेकेन्ड ठाउँ छ भनेर धेरैले भन्ने गर्छन् र हजुरहरूले यहाँनिर हेर्न सक्नुहुन्छ मानिसहरू आउजाउ रमझम यस्तो छ झिलमा हामी चाहिँ बिरटाउनबाट हाम्रो घर मिरिक आइपुगेका छौँ अनि हजुरहरूले भिडियो सबै हेरेर इन्जोय गर्न सक्नुहुनेछ अनि लाइक सब्सक्राइब अनि फलो पनि गर्न सक्नुहुन्छ।